हेलो गाइज वेलकम ब्याक। आज हाम्रो साथमा हाम्रो सम्धी र हाम्रो पुरी दाई हुनुहुन्छ होइन। हामी चाहिँ यसो सर्र घुमघाम गर्ने उद्देश्यले चाहिँ निस्केको। आज चाहिँ हाम्रो घुमघाम कार्यक्रम हुँदैछ। हाम्रो त्यहाँ खोला पनि जमेको छ। एकछिन म देखाएर आउँछु नि त। ए युरोपमा आउनुको फाइदा यही हो। जताततै बलै बल हुन्छ। लु सम्धी बल खेलौँ ल। ओ गोल ल हेर। जताततै बलै बल हुन्छ। यस्तो छ युरोपमा आउनुको फाइदा। तिमीहरूलाई के थाहा भनेको? युरोपमा 10 लाखतिर त्यतिकै आएको। हेर केटा हो। युरोपमा अब के भन्छ हकी बल आइस हकी खेल्न नि यहाँ हुन्छ। ल हेर यस्तो फाइदा छ। फाइदाजनक चिज अब के थाहा भने मुलाहरू तिमीहरूलाई यस्तो फाइदा छ। बलसल खेल्न पाउँछ। सनन्न यस्तो चिसो पनि खान पाउँछ। पैसा नतिरिकन चिसो पनि खान पाउँछ युरोप आएपछि। बिना पैसाको चिसो। आहा बरफमा एसी बरफ पनि देखाइदिएँ नि त मैले। यस्तो छ हाम्रो सम्धीजीले यसो घुमघाम गराउन त भन्ने कुरो राख्नुभयो। म पनि के नाइनस्ती गर्नु भनेर ओके सम्धी भने अनि निस्किहालेको। पुरी दाई चाहिँ हल्का बिरामी हुनुहुन्छ। हल्का चिसो लागेको अवस्था छ। त्यही भएर उहाँलाई बढी भयो। एसी बढी भयो। उहाँलाई चाहिँ अलि ज्याकेट गममा त्यो सिरक ओढेर जाउँ भनेको मान्नु भएन। त्यही हो। अब एकैछिनमा भेटौँला है त। हामी नि खेल्न जाउँ भनेको के कसो हो। खेल्न नआयो भने पछारिन्छ। सो हामी खेलिनौँ। यसरी नानी बिचरा गङ्ग लड्यो त्यहाँ। कसरी लड्यो अनि त्यही भएर यस्तै हुन्छ भनेर म नगेर यस्तै हुन्छ भनेर के म नगेरेको। लडिन्छ पछारिन्छ है। अरे ढाड भाँच्यो भने भोलि ड्युटी छ के गर्नु। यस्तो छ। मस्त खेल्छन् यार। कसरी खेल्छन् रे। यस्तो बच्चाहरूलाई पनि यसरी खेलाउँछ यार पुरी दाई यार। चिसो लाग्दैन यिनीहरूलाई? के चाहिँ यिनीहरूको बानी भएर खेल्या के भएर खेल्या हो यसरी? हामीलाई त आउँदैन। कुन चाहिँ खुसी हो? उयो सानो खुट्टी कोपाल खेल्दो रहेछ है। बुढी आमाहरू पनि खेल्दो रहेछ। कस्तो मजाले खेलेको यार यो ल। कस्तो ब्रेक पनि कस्तो बवाल लाग्ने यार। त्यो बवाल खेलिरहेछन् बवाल।
फेरि लड्यो कसैले पनि स्किल देखाउँदैन त बे लड्ला है लड्ला नानीहरू लड्ला बिस्तारै खेला हो खुट्टा नभाचा हो भरे फेरि लडेछ त्यहाँ कसको बच्चा हो यो नानी यही हो नानी हो ओ के हो बबाल खेल्दो रहेछ यार यो नानी त नानीले बबाल खेल्दो रहेछ यो नानीले चाहिँ स्किल बबाल देखाउँदो रहेछ ल फेरि लड्यो ए नानी बिस्तारै आइन नानी नाच्ने नानी आइन सो गाइज हामी चाहिँ अहिले फर्किसकेका छौँ आफ्नै रुमतिर होइन त्यहाँ गयो आयो त्यो मार्केट सार्केट त्यो अलिकति केही सामान किन्नु थियो त्यही भएर गएको मार्केट बन्द रहेछ सो हामी चाहिँ फर्किसकेका छौँ अहिले यहाँ अगाडि पुरी आएर हाम्रो सम्झी छ